दोलखा जिल्लाको कालिचोक गाउँपालिकाको सुन्द्रावतीमा पछिल्ला दिनहरूमा एउटा प्राचीन भग्नावशेषले धेरैलाई अचम्मित र ध्यानाकर्षित बनाइएको छ। जिल्लाको कालिचोक 9 अन्तर्गतको सुन्द्रावती कटुवा चौरको स्थानीय आगे डाँडामा उत्खननको क्रममा प्राचीन शैलीको विशाल भवनको भग्नावशेष फेला परेसँगै धेरैको ध्यान तानेको छ। उक्त संरचनालाई स्थानीयले थामीका राजा खाण्डुको दरबार भएको दावी गरेका छन्। वरपरको खुल्ला र खेतीयोग्य जग्गाको डाँडामा देखिएको उक्त भग्नावशेष खाण्डु राजाको हुन सक्ने उनीहरूको अनुमानसँगैको दावी छ। यहाँका पुराना पुस्ताका थामी समुदायका सदस्यले बताए अनुसार आजभन्दा 1700-1800 वर्ष पूर्वको तत्कालीन समयको 2200-2400 राज्य अघिको प्राचीन शैलीमा भवनका संरचनाहरू उत्खननको क्रममा फेला परिएकोले पनि उक्त भवन थामी राजाको दरबार हुन सक्ने बताइएको छ। खाण्डु कुनै समयमा प्रख्यात थामी राजा रहेको नयाँ तथा पुराना पुस्ताका थामी सदस्यहरूले बताउन थालेका छन्। दोलखा जिल्ला थामीहरूको उद्गम स्थल भएको र उक्त डाँडामा राज गरेर बसेको भन्ने पुर्खाबाट सुनिएको हुँदा पनि उक्त संरचना सामान्य व्यक्तिको घर नभएर खाण्डुकै दरबार हुन सक्ने स्थानीय 85 वर्षीय गोपीलाल थामीले बताइएको छ। उनका अनुसार पुर्खाले पनि परापूर्व कालमा थामी समुदायको पूर्वज खाण्डु राजाको दरबार आगेमा थियो भन्ने आफूले पनि आफ्ना बाबु बाजेबाट सुनेको र अहिले सोही ठाउँमा उत्खनन गर्दा विशाल भवनको अनेकौं कोठा र सिंगो एरिया नै माटोले छोपेको अवस्थामा प्राचीन कालमा निर्माण गरिएको दरबारको वाल त्यसबेला प्रयोग गरिएका बिना हतियार, मसिना ढुङ्गा, जाँतो तथा छेउमा चौतारी फेला पारिएको बताइएको छ। बाबु बाजेबाट सुनेको कुरा अहिले दरबारको भग्नावशेष भेटिँदा त्यो कुरा सत्य रहेछ भन्ने कुरा आफूलाई विश्वास भएको उनको दावी छ। त्यो उसको दस्तावेजमा आउँछ, तपाईहरुको कथामा आउँछ हैन? केमा आउँछ कुरा? कथामा अब त उही मुखाकार त्यो कहीँ लिखित भएको छैन? लिखित छैन। त्यस्तो किंवदन्तीहरु केही भेट्नु अहिले पो अरु लिखित मागेर मैले जाने बुझेसम्मको चाहिँ मैले लेखेर दिइरहेछु त्यहाँ त्यो राङ्गाथालीमा पनि। दोलखामा आदिवासी थामी जातिको पहिचान तथा कला संस्कृति संरक्षणका लागि बागमती प्रदेश सरकारले सुन्द्रावतीमा एउटा थामी संग्रहालय भवन आवश्यक छ भन्ने स्थानीयको माग बमोजिम बजेट विनियोजन गरेपछि उक्त भवन निर्माणको लागि उत्खनन गर्दा पुरानो घर भेटिएको छ। सो ठाउँमा उक्त भवन निर्माणको लागि उत्खनन गर्दा माटोले पुरेको अवस्थामा उक्त भग्नावशेष फेला परेको उनले बताइएको छ। नयाँ भवन निर्माणको लागि जमिन खन्दै जाँदा 21 मिटर लम्बाई तथा 17 मिटर चौडाइको वाल भेटिएको र पछि उत्खनन गर्दै जाँदा भवनका कोठाहरू पनि भेटिएको बताइएको छ। जमिनको करिब आधा भाग उत्खनन गर्दा 9 वटा कोठाहरू अहिलेसम्म प्रष्ट देखिएका छन्। भवनको पश्चिम तर्फ करिब 18 फिट चौडाइ तथा 54 फिट नै लम्बाई रहेको अर्को भवनको जग समेत भेटिएको छ। मुख्य भवनको भित्रको भागमा रहेको माटो तथा ढुङ्गा पन्छ्याउने काम बाँकी छ। कालिचोक गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष विन कुमार थामीका अनुसार स्थानीयले खाण्डु पुर्खाको दरबार दावी गरे पनि खोज अनुसन्धानबाट प्रमाणित गर्न बाँकी रहेकोले तत्काल नेपाल सरकार र पुरातत्व विभागलाई ल्याएर भग्नावशेषको अनुसन्धान गर्न लगाएपछि मात्रै थाहा हुने बताइएको छ। उनले बाहुबाजेले भनेकै ठाउँमा प्राचीन भवन भेटिनुले स्थानीयले खाण्डु राजाको दरबार दावी गर्नु स्वाभाविक रहेको र त्यसलाई सरकारले चाँडै खोज अनुसन्धान गर्न लाग्नुपर्ने बताएको छ। हामीले बनाएको डिपिआर चाहिँ त्यो बेला चाहिँ हामीले यो उत्खनन भएको थिएन र गत वर्ष प्रदेश सरकारको बजेटद्वारा जुन उत्खनन हुने कार्य भयो त्यसपछि चाहिँ यो खालको चाहिँ तपाईँले जुन देख्नु भएको छ त्यो कुराहरू चाहिँ हामीले भेटिएको छ र यो चाहिँ अहिले यो हो भन्नुभन्दा पनि यो चाहिँ पौराणिक खालको र पुरातात्विक अवस्थामा रहेको हुनाले यसको लागि चाहिँ पुरातत्व विभागले यसको चाहिँ संरक्षण गर्नु पर्यो, अध्ययन गर्नु पर्यो, खोज अनुसन्धान गर्नु पर्यो। पुरातत्व विभागले खोज अनुसन्धान गर्ने सन्दर्भमा क्रममा र यहाँका पुर्खाहरूले चाहिँ विशेष गरिकन अनुसन्धान गरेर यो के हो भन्ने कुरा चाहिँ निश्चित गर्नुपर्छ। सामान्य हिसाबले भवनको भग्नावशेष हेर्दा कुनै व्यक्तिको मात्रै घर त्यो छाँटको त्यो समयमा हुने सम्भावना देखिँदैन, जसले दरबार नै हो भन्ने तर्फ संकेत गर्दछ। थामी जातिमा चलेको खाण्डु राजाको मिथक यथार्थ रहेको अनुमान सो भवनको भग्नावशेष हेर्ने जो कोहीले पनि गर्न सक्ने स्थानीयहरूको भनाइ छ। पुरानो पुस्ताकै थामीले भने अनुसार दोलखे राजाले खाण्डुलाई
कर संकलन गर्न उत्तरी क्षेत्रमा पठाइएको र लामो समयसम्म दरबार नफर्केपछि खोजेर ल्याउन सेना पठाउँदा विशाल दरबार बनाएर खाण्डु सुन्द्रावतीमा बसेको सेनाले देखेपछि दोलखे राजालाई खाण्डुले छुट्टै राज्य चलाएर बसेको भन्ने खबर पुर्याएका थिए। सो सूचना पाउन साथ खाण्डुले दोलखे राजाले कारबाही गर्ने पत्तो पाउँछन्। आगी डाँडामा सेनाको उपस्थिति बलियो देखाउन दरबार वरपरका रुख बिरुवा रातो माटो र कमेरो दलेर सेना जस्तै बनाएर राख्छ। सेनाले दिएको सूचना अनुसार दोलखे राजाले त्यहाँ स्थित हस्तेको डाँडामा आएर हेर्दा खाण्डु बाक्लो सेना सहित दरबार बसेको अनुमान लगाउँछन्। खाण्डुले रातो माटो र कमेरो दलेका रुखहरूलाई दोलखे राजाले खाण्डुको सेना भनेर बुझ्छन्। त्यो देखेपछि खाण्डुसँग युद्ध गर्न नसकिने भन्दै उनी फर्केर गएको र खाण्डुले उत्तरको राजाको रूपमा शासन गरेको भन्ने पुर्खबाट सुन्नमा आएको स्थानीय थामी अगुवाहरू बताउँछन्। त्यहाँ सबैले अम्ल्याएपछि यहाँ त त्यो रातो माटो र कमेरो कुनै बतासे हलाउँदा परेड खेलाएको जस्तो चाहिँ झम थुप्रो देखेछ त्यहाँबाट हेर्दा त। अनि खेर त्यत्रो पल्टन रहेछ त्यहाँ त्यसको हामी त्यहाँ गएर केही सिप लाग्दैन, लु अब जानु हुँदैन, यहाँबाट फर्क्यौँ भनेर अनि त्यहीँबाट फर्केको थियो। भनेपछि यहाँ चाहिँ उही बुढाबुढी राजा रानी मात्र बसेको पहिला त। झापाका थामी अगुवा मेघराज थामीले पुस्तकमा सुन्द्रावतीमा बसेका खाण्डुको सन्दर्भमा प्रकाशन गरेको पुस्तकमा खाण्डुले थामीका पुर्ख यापती र सोनारीको कान्छी छोरी याङछीलाई विवाह गरेर बसेको पुस्तकमा उल्लेख गरेका छन्। दोलखा सुन्द्रावतीका थामीहरू 24 पुस्तामा आइपुगेको उल्लेख गर्दै उक्त भवन 2200-2500 राज्यका अघिकै हुन सक्ने थामी अगुवाहरूले अनुमान गरेका छन्। पहिला पनि एउटा मेघराज झापाको मेघराज थामीले लेख्नु भएको किताबमा चाहिँ उहाँको एउटा ब्ल्याक एन्ड व्हाइट एउटा उसमा चाहिँ फोटोमा चाहिँ उहाँको पनि एउटा नाम त्यसबाट पनि हामी गर्न सकिन्छ। हजुर, उहाँले पुस्तकमा पनि 1700-1800 वर्ष पूर्व खाण्डु राजा बसेको भनेर उल्लेख गरेको पाइएको छ।